सबैजनालाई नमस्ते र वेलकम छ मेरो छोटो मिठो इन्फर्मेटिभ भिडियोमा। हामीले पप्पीहरूको र डगहरूको बारेमा हजुरहरूलाई सानो छोटो इन्फर्मेसनवाला भिडियोहरू बनाउनेछौँ र बनाइरहेका छौँ। अहिले हजुरहरू हेर्न सक्नुहुन्छ। आज हामीले यो जर्मन शेफर्डको मेल पप्पी डेलिभरी गर्न जाँदैछौँ। हामीलाई ट्रस्ट गरेर भ्याली बाहिरबाट अर्डर गर्नुभएको थियो र हामी डेलिभरी गर्न जाँदैछौँ। हामीलाई यति माया विश्वास गरेर पप्पी मगाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। र हजुरहरू कोही कसैले पनि पप्पी पाल्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। पप्पी पाल्ने सोच्नु भनेको सानो कुरा होइन। एउटा घरमा सदस्य एड गरेर, एउटा फ्यामिली मेम्बर एड गरेर उसलाई चाहिने सबै कुरा हेर्ने, सबै कुरा केयर गर्नुपर्ने एउटा विचार गरेर मात्र पप्पी पाल्ने सोच बनाउनु होला। र डग लभर हुनुहुन्छ भने, पाल्न चाहनुहुन्छ भने क्वालिटी पप्पी हाउसलाई चाहिँ सम्झिनु होला। र हामीले आज यो जर्मन शेफर्डको क्वालिटीको कुरा गर्नुपर्दा यो डबल कोटेड बिग बोन साइजमा एकदम राम्रो क्वालिटीको पप्पी हो। हामीलाई एकदमै ट्रस्ट गरेर अर्डर गर्नुभएको छ र हामीले एकदम सेफली डेलिभरी पनि गरिदिएका छौँ। र हजुरहरू पनि चाहिन्छ भने ढिला नगर्नु होला। आज स्कुटरमा हामी सरर बसपाक लिएर गएर उसलाई राम्रोसँग डेलिभरी गरेर आउनेछौँ। र हजुरहरूलाई यो कुकुरको बारेमा भन्नुपर्दा, यो जर्मन शेफर्डको बारेमा भन्नुपर्दा, यो जर्मनीमा यसको उत्पत्ति भएको हो। जर्मनीमा उत्पत्ति भएर यो विभिन्न देशहरूमा पनि अहिले जुनसुकै देशमा पनि पाइन्छ। र यस चाहिँ तपाईँको वर्ल्डमा एकदमै फेमस ब्रिड पनि हो। वर्ल्डमा एकदमै फेमस छ। जर्मन शेफर्ड भनेपछि नचिन्ने कमै मान्छे होला जस्तो लाग्छ मलाई पनि। जर्मन शेफर्ड एकदमै फेमस ब्रिड हो। एकदमै इन्टेलिजेन्ट, एकदम बुद्धिजीवी ब्रिड हुन्छ। यो चाहिँ बलियो पनि अति नै बलियो हुन्छ, एकदमै बुद्धिमानी हुन्छ। र घरमा पाल्नको लागि आफ्नो फ्यामिली मेम्बर, घरको सदस्यहरूसँग र बाहिरको मान्छेहरूसँग एकदमै चाँडो घुलमिल हुने, सिकाएको कुराहरू एकदमै चाँडो सिक्ने। र यो ब्रिडमा मानिसहरूले भन्नुहुन्छ मलाई, कसैले चाहिँ एकदमै एग्रेसिभ भयो, एकदमै एग्रेसिभ भएन, घरको गार्ड गरेन भन्नुहुन्छ, कसैले एकदमै राम्रो छ भन्नुहुन्छ। यो कुराहरू पाल्ने कुरा कसरी पाल्नु भएको छ त्यसले पनि डिटरमाइन गर्छ है। तपाईँहरूले डगलाई कति टाइम दिनुभएको छ, कसरी राख्नु भएको छ, कहाँ राख्नु भएको छ, के गरेर पाल्नु भएको छ भन्ने कुराहरूले धेरै असर गर्छ। त्यही भएर हजुर जर्मन शेफर्ड पाल्दै हुनुहुन्छ भने त्यसलाई कति टाइम दिनुपर्छ, एक्सर्साइज के गराउनुपर्छ, डाइट के दिइराख्नु भएको छ, के दिनुपर्छ, त्यो सबै कुरामा आफूलाई नलेज हुनुपर्छ। टाइम एन्ड अगेन तपाईँको जुकाको औषधिहरू टाइम टाइममा खुवाइराख्नुपर्ने हुन्छ, भ्याक्सिनेसन टाइममा गर्नुपर्ने हुन्छ। र हजुरहरूलाई यस्तै खालको कुकुर पाल्नु भएको छ र केही इन्फर्मेसन चाहिएको छ, आफूले केही बुझ्न मन छ भने पनि हामीलाई सम्पर्क गरेर तपाईँहरू धेरै इन्फर्मेसनहरू लिन सक्नुहुन्छ है। हामी तपाईँहरूलाई नबुझेको नजानेको कुराहरू सबै सिकाउनेछौँ। हजुरहरू पप्पी पाल्नु भएको छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोस्। हामी हजुरहरूको कुकुर हेरेर के भइरहेछ, कसो भइरहेछ सबै कुरामा गाइड पनि गरिदिनेछौँ। र पप्पी चाहिन्छ भने हामी प्रोभाइड पनि गर्नेछौँ। आज यो शीतल मौसममा आनन्दसँग पप्पी डेलिभरी गर्न जाँदा चाहिँ एकदम छुट्टै खालको अनुभव भइरहेछ साथीहरू। यो गर्मीले आत्तिएर बस्न नसकेको, यो अति नै बनाइरहेछ गर्मीले, तर पनि आज एकदम शीतल पानी परेको, आनन्दको, घाम नलागेको एकदम मिठो इन्भाइरोमेन्टमा हिँड्न पाउँदा एकदमै मजा आइरहेको छ। र हामीलाई आजकल के पनि हुन्छ भने बच्चा बच्चीहरूले धेरै इन्क्वायरी गरेर हुन्छ। अहिले त जन्मिएपछि मोबाइल नचलाउने बच्चा बच्ची कमै हुन्छ। सबैले हामीलाई फोन गरेर अङ्कल पप्पी कति हो, यो कति हो भनेर धेरैले इन्क्वायरी गरिराख्नुहुन्छ। अहिलेको बच्चा बच्चीहरूमा कस्तो पनि छ भन्दाखेरि बाहिर खेल्न नजाने, आफ्नो साथीभाइ लिमिट हुन्छ, बाहिर खेल्ने अनि इन्भाइरोमेन्ट हरायो। हाम्रो जमानाको जस्तो छैन, घरभित्रै बस्ने, मोबाइल चलाउने। अनि प्यारेन्ट्सहरूमा पनि सोच के छ भन्दाखेरि तपाईँको एउटा बच्चा भएपछि 2-3टा बच्चा जन्माउनुभन्दा एउटालाई नै राम्रो फेसिलिटी दिएर, राम्रो एजुकेसन दिएर हुर्काउँदा सजिलो हुन्छ, धेरैलाई केयर गर्न पनि गाह्रो हुन्छ भन्ने खालको सिचुएसन छ। टाइम त्यस्तै छ अहिले। उनीहरूलाई पनि साथी हुँदैन। एटलिस्ट तपाईँले एउटा पप्पी घरमा राख्नुभयो भने बच्चा बच्चीलाई पनि खेल्ने, टाइम स्पेन्ड गर्ने, अलिकति मोबाइलबाट पनि ध्यान हट्छ, अलिकति फ्रेस पनि हुन्छ। सबै कुराले नि तपाईँको बच्चा बच्चीलाई पनि सजिलो हुन्छ। ठुलो पाल्न नसके पनि सानो भए पनि इफ तपाईँ डग लभर हुनुहुन्छ, पप्पी पाल्ने सोचमा हुनुहुन्छ भने तपाईँहरूले चाहिँ पाल्नुभयो भने एकदमै राम्रो हुन्छ जस्तो मलाई लाग्छ। किन भन्दाखेरि मैले धेरै ठाउँमा देखिरहेको छु। हामीलाई धेरै प्यारेन्ट्सहरूले पनि भन्नुहुन्छ मलाई बच्चाले यस्तो भन्यो, यस्तो भयो, त्यही भएर मगाएको छु भन्नुहुन्छ। हाम्रो टिकटकमा पनि, टिकटकमा गएर हेर्न सक्नुहुन्छ। हाम्रो भिडियोहरू सबै टिकटकमा छ। हजुरहरूले लाइक कमेन्ट गर्न सक्नुहुन्छ, फलो गर्न सक्नुहुन्छ। अनि हामीले जर्मन शेफर्ड लगायत सबै ब्रिडको पप्पीहरू छ हामीसँग। तपाईँले टोय ब्रिड पाल्न चाहनुहुन्छ, सानो ब्रिड लिएर हिँड्न मिल्ने खालको ब्रिडहरू खोज्नु भएको छ भने पनि हामी प्रोभाइड गर्न सक्छौँ। तपाईँलाई ठुलो खालको ब्रिड गार्ड डगहरू चाहियो भने पनि उपलब्ध गराउन सक्छौँ। हजुरहरूलाई चाहिए अनुसारको हामी सबै ब्रिडहरू उपलब्ध गराउन सक्छौँ। र हामीले नेपालको जुनसुकै ठाउँमा पनि डेलिभरी गर्न सक्छौँ। हजुरहरूले अब मगाउनु भयो भने हामी एकदमै सेफली राम्रोसँग डेलिभरी गरिदिन्छौँ। अहिले स्कुटरमा म लिएर जाँदैछु पप्पीलाई डेलिभरीको लागि।
उसले पनि एउटा एकदमै डग लभर एकदमै माया गर्ने घर पाएको छ। हामीलाई पनि एकदमै माया गरेर केयर गरेर पालिदिनु भयो भने एकदमै खुसी लाग्छ। यदि हजुरहरू पनि पप्पी खोज्ने पप्पी पाल्ने सोचमा हुनुहुन्छ भने ढिला नगरी सम्पर्क गर्नुहोस् र एउटा घरमा सदस्य एड गर्नुहोस्। राम्रोसँग पाल्नुहोस्। घरमा कुकुर भयो भने छुट्टै खालको भाइब्स आउँछ। लोयल्टी भन्ने कुरा एकदमै हाई पाइन्छ। सबै कुरा एकदमै राम्रो हुन्छ। ल साथीहरू, भिडियो अन्तिमसम्म राम्रोसँग हेर्नुहोला। हामीले कसरी डेलिभरी गर्छौँ भन्ने कुरा यो भिडियोमा राम्रोसँग देखाएका छौँ। हामी तपाईँलाई सबै कुरा राम्रोसँग क्लियरिफाई गरेर भिडियो डेलिभरी कसरी हुन्छ, हाम्रो पप्पीलाई कसरी केयर गर्ने, वी विल गाइड यु इन एभ्री स्टेप है। सबै स्टेपमा हामी गाइड गर्छौँ हजुरलाई। पप्पी कसरी राख्नुपर्छ, के गर्नुपर्छ, सबै कुरामा। हजुरले पप्पी लिइसकेपछि पनि हामीसँग कन्सल्ट गरिराख्नु भयो भने हामी के गर्ने कसो गर्ने सबै कुरामा गाइडलाइन दिएर हुन्छौँ। हामीले तपाईँहरूलाई पप्पी लिन मात्र होइन कि तपाईँको दिइसकेपछि त्यसलाई चाहिने इन्फर्मेसनहरू, त्यसलाई खाने खाना डाइटहरू सबै कुरामा हामी गाइड गर्छौँ। आनन्दसँग बसिरहेछ, अगाडि मजाले बसिरहेछ। उसलाई हामीले बास्केटको मुनिपट्टि चिसो हुन्छ भने पराल राखिदिएका छौँ। एकदमै राम्रोसँग बास्केटमा राखिदिएका छौँ। एकदमै सेफली जान्छ। टाइममा रिसिभ गरेर उहाँले पनि राम्रोसँग पाल्नुहुन्छ भन्ने एकदमै आशावादी छौँ हामी। र बेला बेलामा टाइममा हामीलाई भिडियो पनि पठाइराख्नुहुन्छ कतिपय कस्टमरहरूले त। यति धेरै अपडेट गर्नुहुन्छ, यति धेरै खुसी हुनुहुन्छ, हामीलाई सम्झिराख्नुहुन्छ, भिडियो पठाइराख्नुहुन्छ। कतिपय फेरि बच्चा मगाउनुहुन्छ, अब रिसिभ गर्नुहुन्छ, त्यहाँपछि कन्ट्याक्टमा आउनै खोज्नुहुन्न। राम्रोसँग पालिदिए भइहाल्यो हुन चाहिँ। अब कसैले चाहिँ धेरै तपाईँको हामीलाई धेरैचोटि फोन गरेर यस्तो यस्तो भइरहेछ यस्तो भने हामीलाई धेरै कुरा इन्फर्मेसन दिएर हुनुहुन्छ। हामीसँग धेरै कुरा सोधिरहेको पनि हुनुहुन्छ। हामीले गाइड पनि गरिदिरहेको हुन्छौँ। त्यही भएर एकदमै खुसी लाग्छ। अब पप्पीहरूको बारेमा हामीले टिकटकमा अझ धेरै भिडियोहरू हालेर आउँछौँ। Your smile lit up like a sunrise glow. Touch so soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I forever, wild and free. Me craving more. Eyes meet, worlds colors collide. With you, love's where I reside. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I forever, wild and free. Even in sink into this melody. You and I forever, wild and free. फाइनली साथीहरू, हामी बस पार्क पनि आइपुग्यौँ र यो हाइसमा राम्रोसँग सेफली बच्चा पनि राखिदिइसकेका छौँ। हामीले एकदमै राम्रोसँग पठाइदिएछौँ, भाडा पनि दिइसकेका छौँ। अब यो बच्चा एकदमै राम्रोसँग पुग्छ। यति भएपछि हामीले गाडीको चालक र सहचालक दुवैजनालाई एकदमै राम्रोसँग लगिदिनु भनेका छौँ र बच्चा एकदमै राम्रोसँग राखिदिएका छौँ। टाइममा रिसिभ गर्नु होला, राम्रोसँग पाल्नु होला। थ्याङ्क यू फर वाचिङ। बाई।